नमस्ते सबैजनालाई। सानो कुरा लिएर आएको छु। अस्ति जुन राजाको बारे एकदम हजुरको सोचेको भन्दा पनि धेरै नै व्यक्तिहरूले चाहिँ आएर आफ्नो उपस्थिति जनाउनु भयो हैन। एकदम साह्रै नै खुसी लाग्यो देख्दाखेरि चाहिँ यो माहौल बन्दैछ अब देशमा। र अर्को कुरा चाहिँ अब देशलाई चाहिँ अभिभावक चाहिएकै बेला हो। बुझ्नुभयो कि भएन? एउटा कुरा चाहिँ बुझ्नुपर्ने के भन्दाखेरि भोलि यदि नेपाल रह्यो भनेपछि चाहिँ हामी नेपाली रहने हो। यदि नेपालै रहेन भनेपछि चाहिँ कहाँबाट समात्ने हो? कांग्रेस एमाले माओवादीको झण्डा कहाँ दौडिने हो? भोलि इन्डियाले लग्ला, चाइनाले लग्ला, दमन गर्ला हैन। अनि त्यसपछि त ट्याउ गरेर चाइनिज बोल्नु पर्यो कि अब भोसडीकै इधर आ भनेर इन्डियन बोल्नु पर्यो, हो कि होइन? त्यही भएर हामीले चाहिँ एकदम सोच्नुपर्ने कुरा भनेको नेपाल भएपछि हामी नेपाली हुने हो। र अस्तिको गर्ने प्रोग्राममा पनि त्यहाँ हेर्नु न, सबैको हातमा नेपालको झण्डा थियो। त्योभन्दा गर्वको कुरा के हो हैन त? त्यही भएर अब चाहिँ पालो आइसकेको छ। सबैले सोच्नुपर्ने दिन पनि आएको छ। जहाँबाट हैन मैले आफ्नो औकातले जे भ्याउँछु त्यही गर्ने, हजुरहरूले आफूले जे भन्नुहुन्छ